नयाँ आर्थिक वर्ष सुरु भएदेखि नै नेप्सेमा बुलको यात्रा सुरु भइसकेको छ। नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई डेली नेप्से एनालाइसिसमा। अब ढिला नगरी सिधै टपिकतिर जाउँ। आज चाहिँ मार्केट हेर्दा 41.70ले मार्केट बढेको छ, यानि कि 1.55% मार्केट बढेको छ। 2719.24मा मार्केट क्लोज भएको छ र आज टर्नओभर पनि 5 अर्ब 51 करोडको भएको छ। 1 करोड 22 लाख किता सेयर ट्रेडेड कारोबार भएको छ। 239वटा कम्पनीहरूका लगानीकर्ताले कमाएका छन् भने 32वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् र 5वटा अनचेन्ज रहेका छन्। टर्नओभरको हिसाबले हेर्ने हो भने एकेजेसिएल, आरएसएमएल, आरआइडिआई, सिओआरबिएल, एनएचपिसी यी कम्पनीमा एकदमै धेरै टर्नओभरका साथ कारोबार भएका छन् भने भोल्युमबाट हेर्ने हो भने एकेजेसिएल, रिडी, एनएचपिसी, एपिआई, केबिएल यिनीहरू कम्पनीमा अत्याधिक भोल्युमका साथ कारोबार भएका छन् र ट्रान्जेक्सनको हिसाबले भने एससिएचएल, केएचएल, एकेजेसिएल, एचआरएल, एनएचपिसी यिनीहरूमा अत्याधिक बढी ट्रान्जेक्सनका साथ कारोबार भएका छन्। र आजको ओभरअल मार्केट हेर्ने हो भने मार्केट पोजिटिभ छ। मार्केटले बुलिस रन समातेको छ। आजको क्लोजिङ पनि बुलिसमा रहेको छ। अब टेक्निकल हेर्ने हो भने पछिल्ला हप्ताभन्दा राम्रो ट्रेन्डिङमा आएको छ। आज 5औं दिनको यहाँबाट स्टार्ट भएको छ। असार 30देखि आज 5औं दिनदेखि बजारमा सकारात्मक देखिएको छ। 5 दिनसम्म बजारले हरियाली दिन सफल भएको छ र बजारले यो हिजोको जुन हाई थियो, हिजोको हाईलाई त्यसलाई पनि धेरै दिनदेखिको स्ट्रगलपछि ब्रेक गरेको छ। त्यही भएर क्यान्डलको आधारमा हामी सकारात्मक भएका छौँ, तर प्राइस बढे पनि भोल्युम चाहिँ कम नै छ जस्तो लाग्छ। यति चाहिँ ढुक्क हो कि बियरिश ट्रेन्डबाट मार्केट बुलिश ट्रेन्डको श्रृङ्खला समातेको छ। यो चाहिँ नेप्सेको सकारात्मक पक्ष हो। त्यही भएर बजारमा त्यति धेरै डराउनु पर्ने चाहिँ छैन भन्दै आजको एनालाइसिस भिडियो यति नै राख्दै म बिदा लिँदैछु। आउनेछु अर्को भिडियोमा। हस्त धन्यवाद। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला र सेफ तरिकाले ट्रेड गर्नुहोला।